धारा पानी चोक आइपुगिसकेका छौँ। ओइ ओइ किन आएको अगाडि? घुमा त अगाडि बाटो देखाउने मान्छे अगाडि गइसक्नु भएको छ। गाइडहरू टुरिस्ट पछाडि नेचुरल पुल यहाँ छ। यता आउँदै हुनुहुन्छ सबैजना छाता ओढी ओढी। ल हेलो हेलो गाइस भन्नु ल यता। नमस्ते साथीहरू, स्वागत छ आजको नयाँ भिडियोमा। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि आज चाहिँ हामी खोलातिर जाँदैछौँ। यहाँ एकदम गर्मी छ। गर्मी छल्नको लागि हामी आज खोलातिर जाँदैछौँ। ल साथीहरू लाग्यो, ल खोलातिर लाग्यो। यता चाहिँ एकदम गर्मी छ। अब गर्मी छल्नको लागि हामी जाँदैछौँ खोलातिर। र आधी चाहिँ अटोमा गइसकेको छ। हामी चाहिँ बाइकमा छौँ। हो यस्तो गर्मी छ। गर्मी, यो गर्मी छल्नको लागि यहाँको बाटो पनि हेर्नु। बाटो कस्तो छ? बाटो एकदम झकास छ। धारा पानी चोक आइपुगिसकेका छौँ। यहाँ माथि होइन, सिधा जान्छौँ हामी। यहाँदेखि सिधा यास्ताहरू त पुगिसक्यो होला है। जान्छ अरे तिनीहरूलाई भनेको छैन होला। तिनीहरूलाई भनेको छैन होला। ल यिनीहरू अनार छोप्यो तिनीहरू। ल हामी अहिले आइपुगेको छौँ सात गऱ्यो। ओ जेठान जाम। पानी पो छ कि छैन यार? पानी छैन। कसले माछा छोप्ने ऊ लिएर आएको? पानी छैन भने अहिले के गर्ने होला? बगरमा खेलेर आउने है। पानी छैन, कमेडी हुन्छ नि त यार। कमेडी हुन्छ, कमेडी यार। अस्ति हामी जाँदाखेरि पानी थियो, आज चाहिँ छ छैन थाहा छैन। धेरै दिन भयो पानी नपरेको। अब पानी नपरेकोले गर्दाखेरि खोला चाहिँ सुक्न सक्छ। अब अहिले चाहिँ केही पनि थाहा छैन। हामी चाहिँ सिधै जानेछौँ र खोलामा हेर्नेछौँ पानी छ कि छैन भनेर। हावा छैन क्या हो? आइपुग्यो ल, आइपुग्यो। अब हामी यहाँदेखि लाग्नेछौँ, राइट लाग्नेछौँ। अनि कुलो भएर हामी जानेछौँ खोलातिर। यहाँदेखि राइट लाग्नेछौँ खोलातिर। यहाँ छ छैन पानी? यहाँ त पानी आएको छैन। ल बिजोग भयो, बिजोग। यहाँ छैन भने मुन्डे जाने। मुन्डे त्यहाँ माथि खेल्न दिन्छ कि दिन्न के भएर? ओइ ओइ किन आएको अगाडि? कस्तो अगाडि आएको यार? सिटी बजाउनु लाग्यो। सिटी बज्यो नि त्यसको बजेको थियो। स्विट बजेको। क्या कमेडी गरिदियो यार।
सिधा बस न तिम्रो अलि अगाडि बस न को धेरै पछाडि बसेछ क्या कि अलि अगाडि बस्न पछाडि तानेछ कि यिनीहरू पनि पौडी खेल्न आयो क्या यहाँ ओ कता आएको कता आएको पानी छ खोलामा पाहाडे घर यो छ ल है हामी चाहिँ खोला नजिक आइपुगिसकेका छौँ अब खोलामा पानी छ छैन थाहा छैन हेर्नेछौँ त्यसपछि पौडी खेल्ने कार्यक्रम हुन्छ पौडी चाहिँ खेल्न को सर हो सर हो यहाँ त आउँदैन क्या उता छ क्या खोलामा तलतिर गएको छ कि ओ तेरो साइकल यहाँ ल्याएर राखेको छ यार पानी ल हाई पानी छ कि छैन थाहा छैन हजुर अच्छा अच्छा यी नमान्ने ल ल खोलामा आइपुग्यो त्यता होइन यताबाट है यताबाट खोलामा चाहिँ आइपुग्यो हामी अब खोलामा गएर पानी हेर्ने छौँ पानी छ कि छैन भनेर हाम्रो ग्रुप चाहिँ यता आउँदै हुनुहुन्छ सबैजना छाता ओढी सबभन्दा आउन मन लागेको यासना खोलामा आउने आइसक्यो त खोलामा गर्मी चाहिँ बहुत छ तातो आज पनि 39-40 डिग्री होला यहाँ यो फुल हेर्नु न फुल कति फुलेछ यहाँ वनैभरि फुल छ यो फुल होइन यो बनमारा हो बनमाराको फुल चाहिँ फुलेछ तर राम्रो देखिएको माले माले ल फाइनली हामीले पानी भेटाएका छौँ उता माथि चाहिँ पानी थिएन यहाँ तल आएर चाहिँ लगभग 1 घन्टा बसेर हामीले पानी चाहिँ फेला पार्यौँ यहाँनिर चाहिँ यहाँ थोरै मुलको पानी आएर चाहिँ यहाँनिर यसरी सबैजना नुहाउँदै हुनुहुन्छ म पनि नुहाइसकेँ अहिले चाहिँ शीतल भएको छ यस्तो गर्मी भएको थियो अहिले चाहिँ धेरै नै शीतल भइसकेको छ न यहाँ बच्चा बच्चीहरू सबैजना नुहाउँदै हुनुहुन्छ ल हेलो गाइस भन्नु ल यता हजुर ल्याउटी बौला खोला
क्यामेरा पानी नखोला न हेलो कस्तो भएको छ रमाइलो भएको छ आमामा ल ल ल ल ल बाई 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 सबैजना पौडी खेल्न मस्त यता चाहिँ एकजना माछा खोज्न व्यस्त कोही पौडी खेल्न मस्त यता माछा खोज्न व्यस्त छ एकछिन चिसो भएर जाने यता नजानेर घर कसलाई कसलाई सनराइजमा मेरो हामीले माछा समातेको माछा सबै फुस्क्यो बिर्को हाल्नुपर्छ नि ल पानी अब पानी छोड्ने कसैले मानेको छैन अघिदेखि चाहिँ पौडी खेल्दै हुनुहुन्छ अहिले चाहिँ गुमा पाखामा बस्नुभएको थियो अहिले चाहिँ आल लिँदै हुनुहुन्छ छिले जाने यता रमाइलो भएको छ कसले के पायो आल बस्यो भैँसीले बल्ल बल्ल पानी पायो आल बस्यो र मम्मीले चाहिँ जाडो भइसक्यो अब एकचोटि नुहाउँछ अरे अनि त्यसपछि घन्टा पनि निस्किन्छ कसले हो तानेको पानी नफा पानी नछाप यहाँ चाहिँ पानी एकदम फ्रेस छ माथि चाहिँ पानी फोहोर्थ्यो यहाँ चाहिँ एकदम फ्रेस पानी छ चिसो पनि छ मूलको पानी रहेछ बल्ल बल्ल हामीले चाहिँ भेटायौँ ल यहाँ बर्खामा चाहिँ यो खोलाभरि नै पानी आउँछ अहिले चाहिँ पानी आएको छैन अहिले चाहिँ बल्ल 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 यति सानो मूलको पानी आएको छ यो पानी चाहिँ हामी नुहाउँदैछौँ ढुङ्गा छ क्या त्यहाँ ठोक्किन्छ त्यसमा नगर नुहाएर आएको शीतल भयो ल बल्ल ल हिँड ल यहाँ चाहिँ थोरै हाइकिङ छ हाम्रो यहाँ घुमा चाहिँ अगाडि बाटो देखाउने मान्छे अगाडि गइसक्नु भएको छ गाइजहरू टुरिस्ट पछाडि
ओए आऊ ल माछा उता जलारी होइन धेरै जस्तो गङ्गटा हो के टुरिस्टहरूको ब्याग बोक्ने उता चाहिँ झलारी छ माछा टुरिस्टलाई खुवाउने गङ्गटा हो धेरै आउनु भएको खासमा त गङ्गाटा हो गङ्गटा लामसाङ गङ्गाटा गर्नु नभए लामसाङ हिँड है पल्ट्यो भने तल पुगिन्छ एकचोटि ओ यो नै थियो ल आइपुग्यो माथि थोरै एडभेन्चर नेचुरल पुल यहाँ छ यी यस्तरी ओहो मकै यार मकै त एउटा खाएको छैन सुकेर यार होइन कहाँ मज्यौँ मकै भाँच्नु बेला भयो त्यही पनि भाँच्दैन अहिले सुकेको छैन रहेछ कि मकै पडक पडक भाँच्नु छ पडाक पडाक भाँच्दैन कस्तो भयो त स्विमिङ गरेर राम्रो होइन शीतल भयो शीतल भयो आनन्द नि भयो ए यार हामी त फेरि माथि जानु पर्ने आजको ह्याप्पी सटरडे भयो ह्याप्पी सटरडे ह्याप्पी सन्डे पनि हुन्छ भोलि छुट्टी हो नि त बालेनको बालनको छुट्टी आज कसको छुट्टी हो त बच्चाहरूको भोलि बालेनको ए डेट हो कि ओ मोचा या केरा पाकै छैन पाक्ने बेला भएछ अगाडि भइसक्यो क्या हिउँलाई क्या अलिकति मसँग ल टावरमा आयौँ किन धानको बिउ धान हो नि त धान हो यो रोप्ने हो नि त यस्तै छ यो सालको हिजो पनि फेरि ए इतिहास मिना अब लाम दौडे के हो गाइज यो के हो हेर्नुहोस् न गाइज के हो छोराको मेहनत हो कि छोराको मेहनत यता छोराको मेहनत ल अहिले चाहिँ हामी नास्ता खाना होटलमा आएका छौँ होटलको नाम होस् के होटल नाम हो सनराइज के सनराइज होटल न्यू होटल हो भर्खर खुलेको हुनाले पहिला चाहिँ माथि थियो अहिले चाहिँ यहाँ नयाँ ब्रान्च भन्नाले पनि नयाँ खोलेको छ माछा खोइ त माछा यो त माउ रहेछ यार माउ आइपुग्यो हाम्रो ग्रुप कतिजना छ 1 2 3 4 5 6 जना म समेत 7 जना ओहो अब होटलै रिजर्भ गर्ने भयो एउटा फेरि माछा समातेर ल्याएछ डब्बै लिएर गएर रहेछ टिकटक बनाउने यहाँ फेरि टिकटक बनाउने कार्यक्रम हुँदैछ 3:30 भएछ माछा होइन गङ्गटा टोक्यो This is a fried rice. हो
फ्राई राइस हो चिकन फ्राई राइस मोमो आइपुग्यो कसको भएको त्यो मोमो तेरो त होइन त्यो मोमो मेरो भएको नि आयो म कहाँ बस्नु त हम बाउको मासु चाहिँ छोटो मलाई दिनु त उयो 60 दिन नानी यहाँ फ्राई राइस खानु भैया ऊ चाहिँ झाडी हुनु चिसो खाने चिसो खाने यस चेस 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 गरेर मोमो पनि चेस ल यहाँ मलाई हो मिठो छ मिठो एकदमै मिठो तातो हाल्न मलाई राख्नु त चिसो जाम दिगन दिगन मायु दे छिटो त्यस गरेपछि खानुपर्छ अन्त टेस्ट गरेर खानुपर्छ राखेछ कसले कसले टेस्ट गरेर राखेको आयो ललिपप ए तेरो होइन आयो ललिपप आयो ल 1 2 3 चेस खाइहाल्ने खाइहाल्ने सोचे सास चाहिए Kanan jaga. Tadi majak jalan sih.